ए साथीहरू अहिले चाहिँ ठ्याक्कै भन्नु पर्दाखेरि दिक्तेल रूपाकोट मजुवागढी अनि यतापट्टि र यो साइडमा चाहिँ साकेला गाउँपालिकाको ठ्याक्कै सिमाना खोला साप्सु खोलामा छु र यहाँ चाहिँ दृश्य के देखियो भनेदेखि यहाँ चाहिँ सांस्कृतिक स्थान के भन्छ साकेला पार्क देख्न सकिन्छ। यहाँ चाहिँ विभिन्न ठाउँहरुमा रहेका पर्यटकको विषयमा केही चित्रहरू देख्न सकिन्छ। साकेला गाउँपालिका है यो चाहिँ र यो साकेला गाउँपालिकामा चाहिँ यस्ता ठाउँहरू रहेको छ भन्ने एक किसिमका ढुङ्गामा चाहिँ यस्तो चित्र बनाएर राखेको छ। कस्तो मजाले ढुङ्गामा बनाएको छ। तावा भन्छ यस्तो छ है।